हेलो गाइज, आज मेरो हल्का काम थियो। आराम इथे त अब आराम छोरीको आराम लागि हल्का खाली सपिङ बोले गर्दै थियो। तब लेखा महेन्द्रनगरतिर गया। महेन्द्रनगरतिर जाने लेखा तयारी भया। बिहान पानी लागेको थियो अनि त्यही भएर ढिला भयो। अनि आमाले उहाँ रुपियाँ दियो मलाई। तल्लो घर आमाले रुपियाँ दियो, केला किन्ने दियो भनेर त्यहाँपछि म, मेरो बौरानी, मेरो भदु अनि मेरो छोरी हम सब गए महेन्द्रनगरतिर लाग्या। महेन्द्रनगर गोरगा नस्को अन्नाथि हाम्रो हिन्दू धर्मको महान चाड गोर नस्किन नाता भएर अनि पहिला हामी नास्ता गर्नको लागि बजार होटलमा गयौँ। त्यहाँ हामीले झोल मोमोको अर्डर गऱ्यौँ। 1 प्लेट सादा मोमो अनि 2 प्लेट झोल मोमोको अर्डर गऱ्यौँ। अनि यति धेरै आयो कि पुरै नगर्नु, खान नसक्ने भयो। अनि छोरीको लागि पनि आयो। अनि छोरीको बौरानीलाई सोधेँ हामीले कस्तो लाग्यो भनेर। एकदम राम्रो भन्दैछ। मैले पनि खाएँ अनि छोरीको लागि पनि आयो, छोरीले पनि खाइन्। छोरीलाई पनि सोधेँ मैले कस्तो छ नानी भनेर, एकदम राम्रो भनिन्। अनि त्यहाँदेखि हम गए महेन्द्रनगरतिर गए। महेन्द्रनगरतिर हम कहाँ गए? महेन्द्रनगरतिर गए। एउटा काम थियो त्यहाँतिर। उठो गए वहाँ झाएर अनि 3 नम्बर गल्लीतिर गए। 3 नम्बर गल्लीमा बैंकमा गए। बैंकमा हल्का काम थियो हाम्रो। पैसा झिक्नु थियो, पैसा थिएन। 3 नम्बर गल्ली सानिमा बैंकमा गए। त्यहाँ हामीले पुगे। सानिमा बैंकमा पुगे। त्यहाँ हामीले पैसा निकाले अनि वापिस गए। अनि त्यो एउटा पसलमा गए। नानाको लागि कपडा किन्नुको लागि नानाको कपडा किने। नानालाई यो प्यान्ट मन पर्यो, त्यो लायोको प्यान्ट मन नपर्यो, यो वालो प्यान्ट मन पर्यो, यो फुल हुनाले यो वालो प्यान्ट मन पर्यो। नाना कपडा किने। त्यहाँदेखि आया आज हिटभर के हुन्छ नानाको लेखा अझ चप्पल किन्नु गए। चप्पल किने। ऊपर हामीले त झोल मोमो खाएर आएको थियो। घरको लेखा चाउमिन अर्डर गरे। चाउमिन अर्डर गरेपछि हम लाग्यो 99 मा। 99 मा हामीले स्ल्याम किन्दै उनीबाट जोर गरेको थियौँ। नानाले स्ल्याम किनिदिए। त्यहाँदेखि स्ल्याम किन्नुभयो। हल्का सामान हेऱ्यो हामीले, खालि त्यो सामान हेऱ्यो। घरको लेखा केही छ कि भनेर हेऱ्यो। भाँडाकुँडा हेऱ्यो। अनि सब चिज हेऱ्यो। अनि स्याप देख्यो। स्यापको रमाइलो गरे। अनि त्यहाँदेखि हम आयो। राम्रो लाग्यो। घरतिर लाग्यो हल्का पानी पर्दै जस्तो हुन्न थियो। पुगे गाइज घरतिर। ओके बाई बाई गाइज, घर पुगे।